हेलो साथीहरू, यो चाहिँ बाख्रालाई दाना पकाएको हो। त्यो पकाउनु चाहिँ अब यो चाहिँ देसी स्टाइल हो। आगो पनि मजाले बलिरहेछ। यो चाहिँ दाना तताउँदैछु। यो चाहिँ अब बाख्रालाई टक्कै दाना दिनुपर्छ हो। त्यहाँदेखिको घाँस हालिदिनुपर्छ। यसरी तताउनुपर्छ। जाडो छ साथी हो। चाहिँ यसरी बाल्नुपर्छ हो। म चाहिँ यहाँ छु हो। यसरी दाना अब यो दाना टक्कै पाकेपछि टक्कै तताएर चाहिँ पाकेको त हिजै बेलुका पाएको हो। अब यसलाई टक्कै तताएर चाहिँ दिनुपर्छ।